नमस्ते, म जीभी मोबाइल पोइन्ट धनगढी क्याम्पस रोड गुरेचोकको तर्फबाट आज बुद्ध चोकबाट श्रीराम चौधरी सर, जसको चाहिँ उहाँको किराना पसल पनि रहेको छ बुद्ध चोकमा। उहाँले आफ्नो लागि ग्यालेक्सी सामसुङ A56 5G मोबाइल किन्न हाम्रो जीभी मोबाइल पोइन्टमा आउनु भएको छ। यो मोबाइल अहिले सामसुङको लेटेस्ट फोन हो, ग्यालेक्सी A56 5G। योभन्दा अगाडि ग्यालेक्सी A55 5G आएको थियो। यो चाहिँ ग्यालेक्सी A56 5G हो। अहिले मार्केटमा एकदम यसको डिमान्ड हाई छ, किनभने यसको लुक्स पनि एकदम राम्रो छ, स्लिम छ, स्टाइलिश छ र यो चाहिँ विशेष गरेर यसमा eSIM पनि लाग्छ। धेरै जस्तो फोनहरुमा eSIM लाग्दैन, यसले चाहिँ eSIM पनि सपोर्ट गर्छ भने यो चाहिँ वाटर रेसिस्टेन्ट हो, यसमा पानी पनि पस्दैन र अब क्यामेरा त कुरा गर्नै पर्दैन। अहिले लगभग तुलना गर्ने हो भने आइफोन 13 र 14 भन्दा यसको क्यामेरा धेरै राम्रो भइरहेको फिडब्याक आइरहेछ ग्राहकहरुबाट। यसमा 6.7 इन्चको एमोलेड 120 हर्जको चाहिँ डिस्प्ले रहेको छ भने यसमा प्रोसेसर एक्सनाइस 1580 प्रयोग गरेको छ, जुन चाहिँ एकदम फास्ट छ। तपाईले गेमहरु सब जे चलाउँदा पनि तपाईले चाहिँ कुनै पनि ह्याङ हुँदैन र यसमा तीनटा क्यामेरा दिएको छ। पछाडी एउटा 50 मेगापिक्सल चाहिँ प्राइमेरी छ, अर्को 5 मेगापिक्सल माइक्रो छ र त्यसपछि अर्को 12 मेगापिक्सल चाहिँ अल्ट्रा वाइड छ, किनकि यो अल्ट्रा वाइड पनि चाहिन्छ। अल्ट्रा वाइड भएपछि चाहिँ क्यामेरा एकदम क्वालिटी बबाल आउँछ र यसको जुम पनि धेरै राम्रो छ। फ्रन्ट क्यामेरा 32 मेगापिक्सल HDR रहेको छ र अर्को कुरो, धेरै जस्तो क्यामेराहरुबाट मोबाइलबाट भिडियो खिच्दाखेरि 1080 सम्म आउँछ भने यो चाहिँ फुल 4K भिडियो रेकर्डिङ गर्छ। यानी कि ग्यालेक्सी A56 5G मोबाइलबाट तपाईले भिडियो बनाउँदाखेरि फुल 4K भिडियो आउँछ, जुन चाहिँ क्वालिटी लगभग क्यामेरा जस्तै हुन्छ, क्यामेरा भन्दा कम हुँदैन। तपाईले यो मोबाइल किन्नुभयो भने क्यामेरा किन्नु पर्दैन, किनकि भिडियो क्वालिटी असाध्यै राम्रो छ। 4K भनेको चाहिँ एकदम हाई क्वालिटी रहेको छ र यसमा 45 वाटको फास्ट सपोर्ट गर्छ, तर कम्पनीले चाहिँ ग्राहकहरुको निम्ति 25 वाटको चार्ज चाहिँ फ्री दिएको छ। र यसमा नयाँ कुरा भनेको AI फिचर दिएको छ। अब AI भनेपछि मैले भन्नु पर्दैन, अहिले जमाना AI को छ। AI फिचर पनि यसमा दिएको छ र यो चाहिँ eSIM पनि यसमा लाग्दछ र यो दुईटा मोडलमा आउँछ। एउटा चाहिँ 8GB र्याम 256GB मेमोरीको पर्छ, 66,000 रुपैयाँ पर्छ भने, अनि यो चाहिँ 12GB र्याम हो र 256GB मेमोरी रहेको छ र यसको मूल्य रहेको छ जम्मा 71,000 रुपैयाँ रहेको छ र सरले चाहिँ यो मोबाइल सरल किस्ताबन्दीमा लाँदै हुनुहुन्छ। यो मोबाइलको रकमको 40% उहाँले डाउन पेमेन्ट गर्नु भएको छ। 28,400 रुपैयाँ तिरेर उहाँले यो मोबाइल लाँदै हुनुहुन्छ र उहाँको बाँकी रहेको रकमको किस्ता अवधि रहनेछ 1 वर्षको र उहाँको मासिक किस्ता पर्नेछ रु 3550 रुपैयाँ। उहाँले चाहिँ किस्ता आफ्नो इस्युबाट, खल्तीबाट या डाइरेक्ट हाम्रो पसलमा आएर पनि तिर्न सक्नुहुन्छ। हजुरहरुलाई पनि सामसुङको, रेडमीको, रियलमी, त्यस्तै गरिन होनर, जेटीए का फोनहरु सरल किस्ताबन्दीमा चाहिन्छ भने हाम्रो धनगढी क्याम्पस रोड गुरेचोक एरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुलको अगाडि रहेको जीभी मोबाइल पोइन्टमा आउनुहोला। मोबाइलको रकमको 40% डाउन पेमेन्ट गरेर तपाई दुईजनाको नागरिकता, दुईवटा पासपोर्ट फोटो लिएर हामी तपाईलाई सरल किस्ताबन्दीमा मोबाइल दिनेछौं। पहिला व्यवहार अनि व्यापार। जीभी मोबाइल पोइन्ट धनगढी क्याम्पस रोड गुरेचोक एरेस्ट बोर्डिङ स्कुलको अगाडि। सम्पर्क नम्बर 9848 425 130। एकपटक सेवा गर्ने मौका दिनुहोला। धन्यवाद। राम राम।